प्रस्थान 2 अध्याय। अब लेवीका कुलका एकजना मानिसले लेवीकै कुलकी एउटी केटीलाई विवाह गरे, अनि ती स्त्री गर्भवती भइन् र एकजना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई 3 महिनासम्म लुकाइराखिन्। मेकिन जब तिनले त्यसलाई अझ लुकाउन सकिनन्, तब त्यसको निम्ति कुसको एउटा टोकरी ल्याइन् र त्यसलाई तारपिन र अलकत्राले लिपेर बालकलाई त्यसैमा राखेर नील नदीको तीरमा नर्कट झाडीको बीचमा राखिदिइन्। अनि बालककी दिदी चाहिँ त्यसलाई के हुँदो रहेछ भनेर हेर्नलाई टाढामा उभिरही। यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन्। तिनका सहेलीहरू चाहिँ नदीको किनारमा टहल्न लागे। तिनले झाडीको बीचमा त्यो टोकरी देखिन् र आफ्नी दासीलाई त्यो लिन पठाइन्। तिनले त्यो खोल्दा बालकलाई देखिन्। त्यो बालक रोइरहेको थियो, अनि तिनले टिठ्याएर त्यसलाई हेरिन् र भनिन्, यो हिब्रूहरूको कोही एउटा बालक हो। तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाइलाई हजुरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊ? तब फारोकी छोरीले त्यसलाई भनिन्, हुन्छ, जा। अनि त्यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्याई। तब फारोकी छोरीले तिनलाई भनिन्, यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर र म तेरो ज्याला दिनेछु। यसैले ती स्त्रीले बालकलाई लगिन् र त्यसलाई दूध खुवाउने गरिन्। बालक ठुलो भएपछि तिनले त्यसलाई फारोकी छोरी कहाँ ल्याइन् र त्यो तिनको छोरो भयो। तिनले त्यसको नाउँ मोसा राखिन्, किनकि तिनले भन्थिन्, मैले यसलाई पानीबाट निकालेकी हुँ। जब मोसा ठुला भए, तब तिनी आफ्ना भाइबन्धुहरू कहाँ गए र तिनीहरूले गरेका कठिन काम देखे। तिनले आफ्ना भाइबन्धुहरूमध्ये एकजनालाई अर्थात् एकजना हिब्रूलाई एकजना मिश्रीले हिर्काइरहेको देखे। तब तिनले यताउता हेरे र कोही पनि नदेख्दा त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए। भोलिपल्ट त्यहाँ जाँदा 2 जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे। तिनले अन्याय गर्ने चाहिँलाई भने, तिमी आफ्नै हिब्रू मान्छेलाई किन हिर्काउँछौ? त्यसले भन्यो, कसले तिमीलाई हाम्रो शासक र न्यायकर्ता तुल्यायो? त्यस मिश्रीलाई मारे जस्तो मलाई पनि मार्न चाहन्छौ? तब मूसाले डराएर मनमनै भने, अवश्य यो कुरो फिजिन लागेछ। फारोलाई यो कुरा थाहा भयो र उनले मूसालाई मार्ने विचार गरे। तब मूसा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ एउटा कुवानेर बसे। मिद्यानका पूजाहारीका 7 जना छोरीहरू थिए। तिनीहरू त्यहाँ पानी भर्नलाई आए र आफ्ना बुबाका भेडा बाख्रालाई पानी खुवाउन डुँड भर्न लागे। यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे। तर मूसा उठेर तिनीहरूलाई सहायता गरे र तिनीहरूका भेडा बाख्राहरूलाई पानी खान दिए। जब तिनीहरू आफ्ना बुबा रुएल कहाँ आए, तब उनले सोधे, तिनीहरू कसरी आज यति चाँडै आयो? तिनीहरूले भने, एकजना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेडा बाख्राहरूलाई पनि पानी खान दिए। तब उनले आफ्ना छोरीहरूलाई भने, तिनी कहाँ छन्? किन तिमीहरूले ती मानिसलाई छोडेर आयो? जाओ र हामीसित खान तिनलाई बोलाएर ल्याऊ। तब मूसा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोरा चाहिँ मूसालाई विवाहमा दिए। सिप्पोराले एकजना छोरो जन्माइन् र मूसाले त्यसको नाउँ गेर्शोम राखे, किनकि तिनले भने, म विदेशमा प्रवासी भएर बसेको छु। धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्वको कारण सुस्केरा हालेर पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वर कहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो र अब्राहम, इसहाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो। हवस् त, प्रस्थान 2 अध्याय बाइबल वाचन समाप्त भएको छ। नेपाली बाइबल वाचन युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। धन्यवाद।